हेलो साथीहरू सम्पूर्णमा जोरले नमस्ते। म चाहिँ सरुवालिन मगर। आज चाहिँ हामी बारीमा जान लागेको। नानी म बहिनी मम्मी तोरी रोपेको थियो नि त, अनि त्यही भएर हेर्नलाई जान लागेको। हेर्दै गर्नु होला साथीहरू। अनि इसके बुकेन माइल छिपिना नि नानीलाई चाहिँ आफ्नो छ्यामाले बोक्ने रे। गाउँ जाने हो पिकु, यहाँ आउनु। मम्मी मस्ले टी आमा यो झार चाहिँ कति राम्रो फुलेको। हामी चाहिँ बारीमा आइपुग्यो। त्यही पनि तोरी त आमा हरियो रहेछ नि त। अनि काँचै छ, छेउछेउको राख्ने नि त। यसो छोच मात्र लाम्नु क्या खाले त। बाबुको यो के हो? यहाँ त खानेकुरा रहेछ नि त। यी के हो? चिज चिजहरू भाग नि होइन, काम गर्ने हो पहिला। भन्न पिकु फेरि जेके ड्याङ बस्ने। भागनी हो, भागेर हाम गर्ने। मलाई नि दिनु है। यहाँ एउटा दिनु न छिटो। मम्मी त ल थ्याङ्क यू। ओइतम फेरि थ्याङ्क यू। खोइ के भन्यो? पिकुलाई नि देऊ। नाच्नु मिठो छ, वा छ। पानी दिदीलाई नि दिनु। दिदीको त हातले त क्या बेलाकी चाहिँ वाले त क्या दिदीको चाहिँ उहाँले त अझै मचाङ यहाँ आएको छ। कानीको चाहिँ मिठो बिदेले अझै बोटको हो यो बोटको हो। कसरी खाने हो बोटकोले? यसरी आम गरे खै काम सम्मा जाने जेके थाल्बे है नै। के गर्ने मम्मी? उखाल्नु नउखाल्ने हो? यताको त उखाल्ने। मम्मी मेरो मम्मी मेरो मम्मी चाहिँ सुरु गरिसक्नु भयो काट्नलाई। आजको चाहिँ हिजो चाल्न मम्मी सिङछाने यसो दाँत क्या कति हात छ र? यहाँ माले के गरेछ? उठ्नु मेरो बाबु भुङ गरेको
यो साथीहरु हामी चाहिँ यति काटेर भ्यायौं सबै हरियो रहेछ क्या सुइदियो कि हरियो मरे त कुन नाडरी गई हरियो हरियो रेताले मम्मी छ अपिको जेकिटे चाहिँ मिगाडी बाङ्ग्या छ न पिकु काट पिकु इलाले है खाना रे के त के खाने है खानेकुरा जति खाइबे चिप्स खाने आया भए चाहिँ चिप्स खाने नि धेरै पिकुसँग खाने रे के यो खाने हो पिकुसँग मम्मीलाई यति झ्याउ गर्छ कि मेरो नानीले यस हामीले चाहिँ सुकेको जति काटेर भ्यायौं मैले चाहिँ यसरी बनाएँ तोरीको भारी बोक्नलाई सजिलो हुन्छ नि त पहिला पहिला भैयाहरुले लुगा यसरी पोको पारेर हिँड्थ्यो नि त नानी आउनु घर जाने अब उतै दिनु पानी बोतल दिनु आउनु लाउनु ल घर जाने मिलेन मैले गरे है कि हामी चाहिँ भ्याएर घर जान्दाको अब आफै रे आफै रे खालि आफै आफै खालि आफै दिसो न आउला के अछामा बोलाले वहाँ टेङ बस्नु छ बेसरी बिचरा डिङ के भर्छ बसा बिस्कुट चाहिँ त बेसरी कच्चिन चाहिँ आउनारा नि खिन्ता नाले च्याउ रे आमा च्याउ भन्नु खोइ च्याउ ए च्याउ हो ल हिँड्नु छिटो ऊ दिदी ऊ त्यहाँ पुगिसक्यो छिटो हिँड्नु च्याउ रे त्यो बाटो फेरि कस्तो अप्ठ्यारो छ कि यहाँ फेरि पानीमा त सुन छ क्या हो टिलिक टिलिक टल्केको त यो घाँसको फुल फेरि मलाई यति राम्रो लाग्छ नि फेरि हाया सकेन भन् नानी ल छिटो हिँड पिकु छिटो हिँड्न पिकु हामी चाहिँ घर आइपुग्नुलाई साथीहरु अब यसलाई चाहिँ यही घाममा राख्ने हो सुकाएर बल्ल भित्र लाने हो यस्तो थकै लाग्यो कि झ्याउ पनि लाग्यो अब चाहिँ लुगा सुगा धोएर नुहाएर घाममा बस्ने हो साथीहरु बाइ बाइ आजको भिडियो यति नै मलाई चाहिँ यो भिडियो बनाउन बोल्न चाहिँ आउँदैन त्यही पनि बनाएको छु साथीहरु माया गरिदिनु होला हेर्दै गर्नु होला बाइ बाइ
अब यसलाई चाहिँ यहीँ राखिदिने हो, घामलाई चाहिँ सुकाउनु पर्छ। साह्रै झ्याउलायो हो, थकै लाग्यो। ल मेरो काम पनि भ्यायो, अब चाहिँ लुगासुगा धोएर नुहाएर बस्ने हो अब। ल साथीहरू बाई बाई, हेर्दै गर्नुहोला भन्न चाहन्छु।